छ गाइस कमेन्ट पढ्ने हैन त बाँदर बाटो भयो भने खोइ के चिपेर मर्छ भन्थे हो रहेछ मान्छे ज्याप स्यापको ट्याप भनेको हैन तिम्रो कहिले सुध्रने यो दिदीको फेरि कला भन्नु कि चट्टी कला भन्नु बडा किन्ने पैसा नि छैन क्या हो निकु बेबीको डान्स अनि मालदाईको डान्स र घोषको डान्स र सिब्बिङ कमेन्ट फन्नी कमेन्ट र एकदमै हँसाउने खालको कमेन्टहरु चाहिँ लिएर आएको छु है गाइज यो भिडियोबाट सुरु गरौँ है त कमेन्ट हेर्नु न गाइज कमेन्ट यस्तो काम बिगार्नेलाई बोरामा हालेर खोलामा बगाइदिउँ कमेन्ट हेर्नु न गाइज कमेन्ट खायो तातो बाक्लो र सेलरोटी यो चाहिँ कमेन्ट सही हो है बाँदरलाई नि देउसी खेल्न लगेर हुन्छ बिचरा दाइलाई नि रिस उठेछ लोटाले जब टाउकोमा लागेको देखे तब मात्र चित्त बुझ्यो फेरि कमेन्ट के हो यस्तो हालत हुन्छ भनेर हो म नगएको कमेन्ट हेर्नु न गाइस कमेन्ट ए लड्दै गुल्टिदै देउसी ए जाड खायो बेसरी देउसी रे कमेन्टले नै हँसाउँछ कला हुनुपर्छ देउसी रे खेल्न एक्लै काफी साथी न सँगी एक्लै रङ्गेर चङ्गी फेरि कमेन्ट के हो मेरो पोइ बुढा यस्तो किन हो के मेरो हुनेवाला ससुरा न साथी न बाती न टेन्सन न दिमाग रमाइलो जिन्दगानी कमेन्ट हेर्नु न कमेन्ट हाम्रो गाउँमा पनि एउटा यस्तै हरकत गर्ने मान्छे थियो अन्तिममा चाकको क्यान्सर भएर मर्यो फेरि केटाहरूको कमेन्ट के हो कति रुपियाँ खाले हो म त हेर्दै हेरिराखे के हुँदैछ संसार अब के होला भनेर सोचिरहेको छु के हो कमेन्ट यति धेरै नआसे हुँदैन र तिहारको एडभान्समा फेरि पाद आउला नि काजु धेरै नखानु भन्दा मान्दैनन् ठिक पर्यो केटा त बबाल रहेछ भनेर हेरो लास्टमा निकु भाइ निस्किन्छ म त कति बेला निकिसा बेबीको बेलाउती खस्ला भनेर हेरै झर्दैन त तिम्रो डान्स हेर्दा मलाई पनि खचरको जस्तै हतियार बनाउन मन लाग्छ कस्तो मुन्टो नै उछिटिने हो निकु बेबीको ला निकिसा बेबीलाई भूत चढेछ प्रकाश भुजेलकोमा लग्न पर्ने भो अरूले ठिक गर्न सक्दैन ल ए नाङ्गै चढ्थ्यौ खटुसको रुखमा मैले हेर्न सक्थिन मुखमा उतो गर्दा पनि मास्क लगाउने होला यो मान्छेले बुढो राम्रो भए जोगाउन गाह्रो नराम्रो भए देखाउन गाह्रो भन्थ्यो हो र अहिले आएर थाहा भयो केटाको हात जे होस् मलिरो रहेछ केही समयमै खेतीपाती हलक्कै हुने रहेछ कमेन्ट फेरि के हो कालिदासले पनि पारा ल्याउँदैछ कमेन्ट चाहिँ हो क्या मास्क लगाएर त चढ्न मिल्दैन होला नि मेरो गीत केही नभने है बुहारीलाई म पनि अब यस्तै भुडी बनाएर भाइरल हुनु पर्यो ह्यान्डसम बनेर काम लागेन फेरि कमेन्ट के हो जुन पहाडीतिर चिसो पानी बग्ने खोलामा पाइन्छ जुन हेर्दा भ्यागुतो जस्तो माथि जम्प हान्छ भ्यागुते काकाको चस्मा गजब छ मेरो बेडको तन्ना कता गयो भनेको त यता पो रहेछ भाइ यसरी पो लगाउनु रहेछ लुगा म चाहिँ के गरेर नाच्न त राम्रै नाचेको हो आँगन टिडो भएर मात्र हो
क्यामेरा तल राखेको भए हेर्न कति स्वाद हुन्थ्यो। फेरि कमेन्ट के हो, होइन पेन्टीको इलास्टिक कसरी खुकुलो भयो भनेको त साँच्चो त कारण किन है त्यो चिज देखेपछि रिसाइहाल्ने। फेरि यहाँ गुरु हुनुहुँदो रहेछ, त्यसरी होइन नि, पहिला माथिको अनि तलाको। भयो भयो पर्दैन, मैले त पहिला नै देखिसकेँ, अब बाँकी हेर्नेहरूले हेर्दा। के भन्नु नानी? ए दिदीको घरमा आएको ढोका खोलेन दिदीले। ए दिदीको घरमा आएको भैलीराम, ए 3 पाने झ्याप भएको भैलीराम, 2 बदल मात्र खाएको भैलीराम। बेनाले खोलेन, दिदीले खोल्यो फन्नी वर्ड। फेरि कमेन्ट हेर्नु न, 1 गिलास दिनु सुर्ताल सबै मिल्छ। बल्ल तिहार आयो, मलाई खुसी लाग्यो।